पुस 26 बिहानको 5:30 मात्र बजेको थियो। तर हाम्रो कलेज अगाडि मानव कुनै बिहे घर जस्तै माहौल थियो। कोही झोला समातेर दौडिरहेका, कोही साथी खोज्दै इधर उधर भौतारिरहेका, अनि कोही त निन्द्रा लागेको अनुहार लिएर खै हाम्रो बस कहाँ छ भन्दै कन्फ्युज भइरहेका। हाम्रा सरहरू पनि रमाइलो मोडमा देखिनुहुन्थ्यो। खैर अन्ततः सबै भेला भयौँ अनि बस स्टार्ट भयो। म्युजिक अन, चितवन सौराहा टुरको धमाका सुरु। बसको यात्रा जहाँ यात्रा भयो रफ्तार, रमाइलो भयो बम्पर। बस चलेको 5 मिनटमै माहौल एकदमै फुल स्पिडमा गयो। सुरुमा त सब चुपचाप थिए, तर पहिलो गानाको बिट बज्न साथ मानव बस नाच्ने स्टेज बन्यो। कोही सिटमै उफ्रिरहेका, कोही गलैँचा नटेक्ने गरी नाचिरहेका। त्यही बेला कोही बाहिरको सुन्दरतामा हराइरहेका थिए। हरिया डाँडाकाँडा, बिस्तारै उदाउँदै गरेको घाम अनि शीतले ढाकिएको सडक। यस्तो दृश्य जो कुनै क्यामेराले होइन, केवल आँखाले मात्र कैद गर्न सक्छ। लामो समय भएकाले बाटोमा एउटा होटलमा रोकियौँ। यहाँ पुग्न साथ सबैको फोकस एउटै थियो। खाना, समोसा, पुरी तरकारी, सेल तरकारी, चना आलु, चिया, बिस्कुट अनि सेल्फी। खाए अनि फेरि यात्रा अघि बढायौँ। करिब 12:30 बजेतिर हामी हाम्रो रिसोर्टमा पुग्यौँ। घाम मधुरो थियो, वातावरण शान्त र सफा। रिसोर्टमा पाइला राख्ने बित्तिकै चिसो हावाले हामीलाई स्वागत गर्यो। केही साथीहरू त झोला समेत फ्याँकेर सिधै पिङतिर। पिङको रमाइलो के भन्नु, कोही उड्ने सपना देख्दै उचालिए, कोही ओए होल्ड गर्न भन्दै चिच्याए। दिउँसो हामी चितवनको विशेष साहसिक त नभनौँ, रमाइलो गतिविधि क्यानोइङ, नेपालीमा डुङ्गा यात्रा गर्न गयौँ। साँगुरो काठको डुङ्गामा चढ्न साथ पहिलो प्रतिक्रिया हामीलाई गोहीले खायो भने हाम्रो डुङ्गा बिस्तारै नदीमा बग्न थाल्यो। चारैतिर पानी, नजिकै लुकेर बसेका गोहीहरू, माथिबाट उडिरहेका रङ्गी चङ्गी चराहरू अनि नदीको मिठो शान्ति। त्यो अनुभव शब्दमा बयान गर्न गाह्रो छ। सबैभन्दा रमाइलो त के भयो भने हामीले सुनौलो रङका लभबर्डहरू देख्यौँ। सरले भन्नुभयो, थाहा छ लभबर्डहरूलाई किन लभबर्ड भनिन्छ? हामी, किन सर? सर, किनभने यी चरा जोडीमै बाँच्छन्। एउटालाई केही भयो भने अर्कोले माया सम्झेर बाँच्छ। एक अर्कासँग आफ्नै तरिकाले कुरा गर्छन्, मानौ उनीहरूसँग आफ्नै प्रेमको भाषा छ। अचानक रोनाल्डो आयो भन्ने आवाज आयो। तर यो फुटबलर रोनाल्डो होइन, चितवनको चर्चित जङ्गली हात्ती रोनाल्डो। चितवन राष्ट्रिय निकुञ्जको यो स्टार हात्ती यति फेमस छ कि स्थानीयहरूले पनि उसलाई मिस गर्न सकिँदैन भन्छन्। कसैले भने, सर यो किन रोनाल्डो भने? सर, किनभने यो हात्ती पनि रियल रोनाल्डो जस्तै छ। कहिले थाक्दैन, जे मन लाग्छ त्यही गर्छ र जहाँ जान्छ त्यहाँ हङ्गामा मचाउँछ। साँझको ज्ञान सत्र, सांस्कृतिक झल्को अनि अलौकिक नृत्य। साँझ सरहरूले पहिलो दिनको अनुभूति सेयर गर्नु भन्नुभयो। सबैले आफ्नो अनुभव बाँड्दा रमाइलो गफ सुन्दा लाग्थ्यो यात्रा मात्रै नभएर हाम्रो जीवनकै कथा लेखिँदैछ। त्यसपछि आयो थारू संस्कृति झल्काउने नृत्य कार्यक्रम। थारू समुदायको पारम्परिक नृत्य हेर्दा लाग्थ्यो सङ्गीत मात्र होइन, यहाँ आत्मा पनि नाचिरहेको छ। ढोलकको तालमा ज्यान हल्लाउने नृत्य, पारम्परिक पहिरन अनि उहाँहरूको सहज र स्वतन्त्र चाल। त्यो नृत्य मनमा मात्र होइन, आत्मामा पनि बसेको थियो। हामी सबैले गहिरोसँग महसुस गर्यौँ, यही हो नेपाल, हाम्रो संस्कृति, हाम्रो पहिचान।
यति ठुलो आवाज, यति धेरै मानिस, तर पनि शान्ति अनुभूति भइरहेको थियो। किनभने यो हाम्रो आफ्नै संस्कृतिको गीत थियो, हाम्रो आफ्नै धड्कनको ताल। त्यो साँझ नृत्य मात्र होइन, संस्कृति, रमाइलो र आत्मीयता पनि थियो। नेपालको विविधता, परम्परा र सँगै हाँस्ने संस्कृतिको वास्तविक अनुभव थियो। तर रमाइलो त्यहाँ मात्र सकिएन। कोही साथीहरू चाहिँ झुम्मिएर स्टेजमा पुगे, दाइ सिकाइदिनुहोस् न, हामी पनि नाच्छौँ। तर जब स्टेप कपी गर्न खोजे, बायाँ गोडा अगाडि लाने ठाउँमा दायाँ लगे, हात उठाउने ठाउँमा खुट्टा उठाए। अब दोस्रो दिनको कहानी सुरु गरौँ। दोस्रो दिनको बिहानी एकैछिनमा फ्रेस भएर बाहिर निस्कदा साथीहरू पनि चिया कफी पिउँदै रमाइरहेका थिए। दोस्रो दिन बर्ड वाचिङ थियो। सुन्दर बिहान, बुढी राप्ती र उत्साहित साथीहरू। हामी नदी किनारतिर लाग्यौँ। बिहानको चिसो हावा, हरियो वन, नीलो आकाश, यस्तो सुन्दर वातावरण मानव कुनै स्वर्गमा आइपुगे जस्तो। अरे यति राम्ररी प्राकृतिक दृश्यलाई कसरी बिर्सेर हिँड्ने। बुढी राप्ती नदीको किनारामा पुग्ने बित्तिकै साथीहरू प्रश्न वर्षा गर्न थाले। बुढी किन भनिएको हो, यो कहिलेदेखि छ, त्यसको गहिराई कति हो? हाम्रो गाइडले एक एक प्रश्नको जवाफ दिन थाले। कसैले नोट गर्न थाले, तर मेरा ध्यान भने अर्कै कुरामा गयो। मेरो साथी राजन शाह, उनी यति ध्यान दिएर नोट गरिरहेका थिए मानौ भोलि परीक्षा छ। रिसोर्ट फर्किएर खाना अनि रोमाञ्चक जिप सफारी। बर्ड वाचिङ पछि हामी रिसोर्ट फर्क्यौँ र खाना खायौँ। खाना खाइसकेपछि हाम्रो अर्को रोमाञ्चक कार्यक्रम जिप सफारी। सानो बाटो, अग्ला रुखहरू, जङ्गलभित्रको साहसिक यात्रा। जिपमा चढ्ने बित्तिकै सबै उत्साहित। बिस्तारै यात्रा सुरु भयो। अगाडि जङ्गलको हरियाली, पंक्षीहरूको चिरबिर र झ्याप्प झ्याप्प फोटो खिच्दै जाने हाम्रो टोली। त्यतिकैमा पहिलो जङ्गली जनावर देखियो, हरिण। ओहो कति क्युट। तर हामी भन्दा हरिणले डरायो।
एकैछिनमा दौडिएर बिलायो। त्यसपछि देख्यौँ बाँदर। ओइ, हाम्रो साथी जस्तो देखिन्छ, कसैले जिस्कायो। त्यो बाँदर रिसायो भने त तँलाई नै आक्रमण गर्छ, अर्कोले थप्यो। तर सबैभन्दा गजबको दृश्य थियो एक सिङे गैडा, नेपालको गौरव, चितवनको शान। सबैले मोबाइल झिकेर फोटो भिडियो खिच्न थाले। यी सबै सिमसार क्षेत्रको कहानी थिए। जीप सफारीकै क्रममा हामी सिमसार क्षेत्रमा पुग्यौँ। हरियालीले ढाकिएको क्षेत्र, शान्त पानीको सतह, वरपर चराहरूको घुइँचो। म जति हर्षित थिएँ उति नै नजिकको प्राकृतिक संसारको कदर गर्न मन लागिरहेको थियो। यहाँ कति प्रेरणादायक कुरा छ। प्रकृतिले हामीलाई कुनै न कुनै तरिकामा सन्देश दिइरहेको छ। हामी कसरा जाँदै गर्दा बाघ संरक्षण क्षेत्र पनि हेऱ्यौँ, साथसाथै घरियाल प्रजनन केन्द्र पनि देख्यौँ। हाम्रो गाइड उत्साहित हुँदै भने, त्यो हेर घरियाल। हामी सबै एकै ठाउँमा पुग्यौँ। चलायमान देखिने लाम्चो मुख भएको त्यो अद्भुत जीव घरियाल। घरियाल संसारमै दुर्लभ प्रजाति हो। DNPWC रिपोर्ट 2019 को अनुसार नेपालमा यसको सङ्ख्या केवल 198 मात्र रहेको छ। यसको आयु 40 देखि 50 वर्ष हुन्छ। त्यही क्रममा 20 हजारी ताल देख्यौँ। चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताललाई 20 हजारी ताल किन भनिन्छ? किनभने तालको सङ्ख्या गन्दै जाँदा यो ताल 20औँ स्थानमा पर्ने हुनाले र यस तालसम्म पुग्न 20,000 पैदल यात्रा गर्नुपर्ने भएकाले। यहाँ अनगिन्ती साना ठुला तालहरूको जालो छ, जसले गर्दा चरा तथा जलचर जीवहरूको लागि स्वर्ग सरह भएको छ। दिनभरको घुमघामपछि फेरि सबै सामु प्रस्तुति दिने बेला आयो। कसैले समाचार शैलीमा, कसैले कमेडी स्टाइलमा, त कसैले कविता मार्फत दिनभरको अनुभव सुनाए। सबै हाँस्दै रमाउँदै कथा बाँड्न व्यस्त भए। दोस्रो दिन पनि सकियो। अब पालो तेस्रो दिनको। तेस्रो दिनको सुरुवात यसरी हुन्छ। बिहानै उठ्यौँ, अनुहार धुनु त के आधा आँखै खोल्न नपाउँदै नास्ता खायो। त्यसपछि सौराहा बजार निस्क्यौँ। तर हिँडेर बजार घुम्ने त्यो त बोरिङ हुन्थ्यो। साइकल लिएर उइकियौँ। सौराहाका गल्ली, बाटो, भिड सबै पार गर्दै घुम्दा यस्तो लाग्यो मानौ हामी कुनै टुर डे सौराहा प्रतियोगितामा छौँ। यो साइकल यात्रा त्यस यात्राको हाइलाइट नै बन्यो। त्यसपछि पुग्यौँ NTNC, नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसन, नेपालीमा राष्ट्रिय प्रकृति संरक्षण कोष। यो संस्था वन्यजन्तु संरक्षणदेखि हरित ऊर्जा प्रवर्धनसम्म धेरै काम गर्छ। यो सन् 1982 मा स्थापना भएको एक स्वायत्त र गैर नाफामुखी सङ्गठन हो, जसले नेपालमा प्रकृति संरक्षण र स्थानीय समुदायको विकासको काम गर्दै आएको छ। NTNCले 300 भन्दा बढी परियोजना सफलतापूर्वक सम्पन्न गरेको छ, जसमा वन्यजन्तु संरक्षण, सफा ऊर्जा, जलवायु परिवर्तन र सांस्कृतिक सम्पदा संरक्षण समावेश छन्। यो सरकारसँग सहकार्य गर्दै 3 हिमाली निकुञ्ज व्यवस्थापन गर्छ र तराईका निकुञ्जहरूमा पनि सहयोग पुर्याउँछ। त्यहाँका प्रवक्ताबाट हामीले उत्कृष्ट प्रेजेन्टेसन पाइयो, जसले हाम्रा दिमागका स्क्रूहरू झन् कसिदियो। हामीले NTNCको बारेमा बुझ्यौँ, NTNCको उद्देश्य, लक्ष्य र हाल काम गरिरहेको परियोजनाको बारेमा पनि बुझ्यौँ। सबसे राम्रो कुरा, हामीले यो प्रकृति जोगाउने तरिकाको बारेमा ज्ञान पायौँ। हो त, प्रकृति जोगाउनु हाम्रो पनि कर्तव्य हो। खाना खाइसकेपछि हामी मौला कालिका मन्दिरतर्फ लाग्यौँ। गैडाकोटको पहाडको टुप्पोमा रहेको यो मन्दिरमा पुग्न 2000 सिडी चढ्नुपर्छ। सुरुमा त जोस थियो, यो त के कुरा, तर सिडी चढ्दै जाँदा सोच्न थाल्यो कसले बनायो यति धेरै सिडी, लिफ्ट किन राखेन। तर माथि पुगेपछि सबै थकाइ एकैछिनमा मेटियो। मौला कालिका मन्दिर ऊर्जा, शक्ति र आत्मबलको प्रतीक हो। यहाँबाट नारायणी नदी, हरियाली पहाड र टाढासम्म फैलिएको सहरको दृश्यले सबको मन शान्ति बनायो। मन्दिरको चारैतिर हरियाली र शान्ति छायो र त्यहाँ पुग्दा एक अनौठो शान्ति महसुस भयो। मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्व पनि छ। 16औं शताब्दीमा पाल्पा राजाले यसलाई स्थापित गरेका थिए र अहिले यो स्थान लाखौँ भक्तजनहरूको आस्था र विश्वासको केन्द्र बनिसकेको छ। 2000 सिडी चढेर यहाँ पुगेपछि सबैलाई त्यो मेहनतको फलको रूपमा एक अद्भुत दृश्य र शान्तिको अनुभव मिल्छ।
रुम फर्किँदा रात परिसकेको थियो, तर रमाइलो भने अझ बाँकी। फेरि दिनभरका अनुभव प्रस्तुत गर्यो। कसैको साइकल दुर्घटना, कसैको सिडी चढ्दा ओहो बुवा भन्दै रोएका कथा सबै मजाले सुनियो। त्यसपछि बार्बीको टाइम, मासु पोल्दै गफ गर्यो। भोलि घर गएर त के खानु होला, दाल भात भन्दै दुखी पनि भयो। बार्बीक्यूको समयमा साथीहरू नाच्न सुरु गरे र म पनि नाच्ने मुडमा थिएँ। तर सोचेँ नाच्न सुरु गरेँ भने मासु जलाउने कि डान्सको स्टाइल बचाउने। त्यसपछि मनमा अचम्मको द्वन्द्व भयो, अनि त म नाच्दा के होला। तर केही समयपछि मेरो मनले भने सपना पुरा गर्नको लागि डरको सामना गर्नुपर्छ। नाच्न त सबैको हक हो र जब तिमी आफैलाई खुसी राख्छौ अरूसँग पनि खुसी फैलाउँछौ। अनि मैले त अलिअलि नाच्न थालेँ। थाहा पाइएन, कहिलेकाहीँ हामीलाई डर हुन्छ, तर हिम्मत गरेर अगाडि बढ्दा असल नतिजा आउनेछ। बार्बेक्यू पछि हामी सुत्न गयौँ। सुत्ने समयमा हामी सबैका मुटुमा एक किसिमको उदासी थियो, किनकि भोलि त हामी घर फर्किने दिन थियो। हामी साथीहरूले एक अर्काको जीवनका बारेमा गहिरो कुरा गऱ्यौँ। हाँसो र मस्तीका बिचमा केही पलहरू त्यस्ता थिए जसले हामीलाई निकै भावुक बनायो। रातको 3 बजेसम्म हामी गफ गर्दै थियौँ र जब हामी निदाउन लाग्यौँ तब थाहा भयो कि यो रमाइलो र अविस्मरणीय यात्रा त सकिन लागेछ। तेस्रो दिन पनि सकियो। अब पालो चौथो दिनको, यानि कि घर फर्किने दिनको। चौथो दिन यात्रा सकियो, तर यादहरू जीवनभरका लागि। हामी बिहान 8 बजे रिभर पार्क रिसोर्टबाट नास्ता गरेर काठमाडौँ फर्किने तयारीमा जुट्यौँ। 3 दिनसम्म हामीलाई दिएको उत्कृष्ट सेवा, आत्मीय स्वागत र मनमोहक वातावरणका लागि रिभर पार्क रिसोर्टलाई मनदेखि नै धन्यवाद दिन चाहन्छु। तर अन्तिम दिनको यात्रा केही फरक रह्यो। आज मैले धेरै भिडियोहरू खिचिनँ, किनभने केही पलहरू अनुभूति गर्नका लागि हुन्छन्, केवल क्यामेरामा कैद गर्नका लागि होइन। अन्तिम दिन म मोबाइलमा होइन, म आफ्नै आँखाले ती क्षणहरू कैद गर्न चाहन्थेँ। आफ्नै मनले महसुस गर्न चाहन्थेँ। हरेक हाँसो, हरेक मजाक, हरेक बिदाईको क्षणलाई म पूर्ण रूपमा बाँच्न चाहन्थेँ। साथीहरूसँग रमाइलो कुरा गर्दै, पुराना सम्झनाहरू सुनाउँदै, केही गहिरा कुराहरू बाँड्दै यात्रा अघि बढ्यो। बाटो छोटो जस्तो लाग्यो, सायद किनभने हाम्रो मन गन्तव्यमा होइन, तिनै सुनौलो यादहरूमा अड्किएको थियो। साँझ 4 बजे घर पुग्दा यात्रा सकियो, तर यात्राको अनुभूति भने अझै पनि मनभित्र चलिरहेकै छ। 4 दिनको यो यात्रा केवल यात्रामै सीमित रहेन, यो त जीवनको पाठशाला बन्यो। शिक्षा केवल किताबहरूमा मात्र हुँदैन, असली सिकाइ त अनुभूतिहरूमा हुन्छ। कक्षाकोठामा सिकेका पाठहरू सायद भुलिन सक्छन्, तर यो यात्राले दिएको हाँसो, सङ्घर्ष, आत्मबल र मित्रताको अनुभूति कहिले भुलिने छैन। हामीले दूरी तय गऱ्यौँ, तर वास्तवमा हामी आफैभित्र नयाँ कुरा खोज्दै गयौँ। हामीले धेरै सिडी चढ्यौँ, तर सँगै सहनशीलता र आत्मबल पनि बढायौँ। हामीले थुप्रै माइलहरू पार गऱ्यौँ, तर वास्तविक यात्रा त हृदयभित्र सुरु भएको छ। जीवन पनि यही हो, होइन र? तपाईँ कहाँ पुग्न चाहनुहुन्छ भन्दा पनि यात्रा कसरी गरिरहनु भएको छ र कोसँग गर्दै हुनुहुन्छ भन्ने नै मुख्य कुरा हो। गन्तव्य महत्त्वपूर्ण होला, तर यात्राका हरेक क्षणहरू अझ महत्त्वपूर्ण छन्।